हेलो गाइस, गुड मर्निङ, नमस्ते। के छ गाइस? अब भर्खर म उठेछु। अब उठेर फ्रेस भएर अनि बाहिर आएर बाइक स्टार्ट गर्दैछु। मेरो बाइक यहीँ छ। अनि त्यसपछि अब यहाँदेखि म यतै बुटोलतिर हुन्छु। आज अब बुटोलतिर घुमौँला। हाई गाइज, म मम्मीसँग छु। अनि मम्मीलाई आज घाम लागेको क्या, त्यही आज घाम तापिराख्नुभएको छ। हेर्नुहोस् गाइज, मेरो मम्मीलाई सेम मजै हुनुहुन्छ। नाच्नु न, कस्तो देखियो। आज घाम लागिराखेछ, त्यही भएर आनन्द छ। अब भोलि कस्तो गराउने हो। हिजो अस्ति पनि घाम लागेर धेरै जाडो गराएको थियो हिजो। आज पनि त्यस्तै त हुने होला नि। अब आज घाम लाग्ने, भोलि अब त्यस्तै हुन्छ सायद। ल गाइज, अब म बुटोलतिर जाँदैछु। अनि यसो बुटोलतिर गएर घुमौँला। मार्केट थाहा छ, हेर्नुहोस्। जताततै टिकटक बनाउनु मात्रै जाने छन्, गराउँछन्। जाने पऱ्यो, जाने त राम्रै हो। अब नराम्रो त के भन्न मिलेर जाने छन् भन्दा पनि नराम्रो भन्नु गराउँछन् भन्नु पर्छ। नराम्रो तरिकाले नलिँदैन। अलिअलि फेरि नेपालको बाटोमा फाल्टो नभइदिन फेरि हुँदैन। फाल्टो अलिअलि चाहिन्छ चाहिँ अगाडिपट्टि लेख्नु परेछ। बाटो काट्नलाई अब गएर तेल हाल्छु। पेट्रोल छैन। सहयोग हालिदिनु त। बिहानदेखि 200 को हालिसक्यो। अब हिरो होन्डा बाइकको धेरै त खाँदैन, तर पनि 200 को हाल्नु भनेको अब धेरै नै हो हिरो होन्डाको बाइकमा। आस्तै धुलो उडाउने के टिप्परले। टिप्पर त यो रातिमा मात्रै चले हुन्छ के, आस्तै गराउँछ यार। बाटो पनि ब्लक गराउँछ। अनि त्यसपछि यो अनि स्पिड पनि त्यही अनुसार हिँड्ने यो। अनि त्यो उसो हुन्छ नि, उसहरू बाटोहरू ढुङ्गाहरू बोकाएर तल त्यहाँ साइडको ओभरटेक गर्दाखेरि साइडबाट ढुङ्गा बाटोहरू पस्ला भन्ने डर, लास्टो डर हुन्छ नि। यो रातिमा मात्रै चल्नु पर्ने हो त्यो टिप्पर। हामीले त गाइस टिप्पर भनिन्छ यसलाई। खास अब के भन्छ, ट्रक भन्छ कि डम्फर भन्छ, के भन्छ भन्न चाहिँ के भन्छ, तर हामीले टिप्पर भन्छ। आज घाम लागेछ, शनिबारको दिन, सबैले नुहायो होला नि। अनि घाम तापिराखेको छ सबैले। अब हामी चाहिँ नि यता आइयो बुटोलतिर। अब एकचोटि बुटोल घुमेर फेरि आनन्दले गइन्छ घरतिर। अब यहाँ यसो नास्ता खानु पस्नु पऱ्यो। पछाडिबाट केही आएको छैन। नास्ता खाएर यहाँदेखि जान पर्ला।
हेलो गाइस, म नास्ता खाएर अब निस्किसकेको छु। अब फेरि बुटोलतिर जाँदैछु। आज अब शनिबार बुटोलमा हाट बजार लाग्छ। त्यही हाट बजारमा यसो घुम्नलाई जाँदैछु। अब सायद जाडो हुन लागिसकेको मेरो पन्जा यहीँ छ। पन्जा अब लगाउनु पर्यो। यो हात त लाग्दै छिराइसकेको। अनि तपाईँहरूलाई मैले आजको हाट बजार देखाउँछु के कस्तो छ। आज शनिबार लास्टै सबै बन्द छ। आज उसहरू बाइकहरू सोरुमहरूदेखि लिएर सबै बन्द हुन्छ। अब सरकारी कामहरू अनि अफिसहरू त्यही आज शान्त छ ठाउँ। हाइवे पनि धेरै भिड छैन, हाइवेमा ट्राफिक छैन। त्यही येल्लो लाइट जुट गरेर बोलिरहेछ। उसमा गरिदिँदा निकै हुन्छ मरुतिकिन। यहाँनिर त सबै भिड हुन्छ। यहाँ लुम्बिनी अस्पताल लाइनहरू हस्पिटल लाइनहरू छ नि त, हस्पिटलहरू छ। अनि त्यही भएर आफैलाई हस्पिटल लाइन भन्छ। अनि हस्पिटलहरू छ, त्यही भएर हस्पिटलले गर्दा पनि यहाँ भिड हुन्छ। केटिएम 250 होइन, कस्तो अजिब निकालेको त यो सानो। लास्ट महँगो भन्छ तर अजिब अलिक झनभन्दा झन नराम्रो, झनभन्दा झन। यो अमरकोट बजार हो। अमरकोट बजारबाट अब नजिकै हाट बजार पनि छ। यहाँ धेरै अब फोनहरूको अनदेखि लिएर अरू मोबाइलहरू सबै कुराको दोकानहरू छ यहाँ, पसलहरू। अनि भर्खरको त्यो उ छ क्या, नेकेड होइन छ, अर्को भाइजरवाला हुन्छ। तर भाइजरवालामा पनि कति चिज देखाएको पनि। भाइजरवालामा पनि कस्तो वेट नदेखाएको क्या त्यो। बरु त्योभन्दा वेटी त आर्मी 5 छ। यहाँ चाहिँ आज हाट बजार हो, धेरै भिड हुन्छ। सिंह कम्प्लेक्सको नजिकै आएको छु म। सिंह कम्प्लेक्स हाम्रो सबभन्दा ठुलो कम्प्लेक्स र भ्यू सिनेमा सुरुमा भएको कम्प्लेक्स पनि यही हो। राम्रो पहिला त धेरै हेभी कम्प्लेक्सहरू। आज घाम लाग्दा पनि खासै भिड रहेन त, अगाडिपट्टि भिड रहेछ। मान्छे निस्किन छोडे जाडोले गर्दा। हुन पनि हो, निस्केर के गर्ने र यस्तो चिसो छ, आफै निस्केर बिरामी हुनभन्दा ननिस्केर कम्बल खोल्न मन लाग्दैन जाडोमा। कति भिड यार। बाइक निस्किने यत्रो सानो ठाउँबाट निस्किरहेको निस्किने ठाउँ। सोचेको अब रहेन त, जाने पार्किङ पुरा गर्ने होला बरु।
पार्किङको लागि समस्या हुन्छ धेरै भिड छ नि त आज शनिबारको दिन अफिसियल पनि छुट्टी हुन्छ सबै कुराको छुट्टी हुन्छ त्यही भएर पार्किङ गर्न मुस्किल हुन्छ बिचबाट छिराइदियो अब के गर्ने त सुन्नु पर्यो अब बिचमा खालि अड्केर बस्नु भएन पेट छिराइदिइहाल्यो छिराइहाल्यो आज फेरि पल्लो साइडमा आइज सधैँ यताको साइडमा हुन्थ्यो म आउँदा आज पल्लो साइडमा रहेछ अब कता गएर पार्किङ गर्ने थाहा छैन मलाई पार्किङ टाइम गर्छु लास्टै भिडियो याद छ मान्छेहरू हैरान भन्छ बाटोको हिँडेर बाटो क्रसिङ गर्ने मान्छेले पनि ठाउँ पाएको छैन त्यति भिड छ बजार एरिया हो यतिको भिड त चाहिन्छ है तर पनि आफूलाई हिँड्न मुस्किल पो त्यही भएर भनेको बिचमा पनि पार्किङ गरेछ यिनीहरूले पार्क गर्ने ठाउँ कतै छैन उता माथितिर गर्नुपर्छ जस्तो लाग्यो नेपाली मान्छे भए पनि हुन्थ्यो नि नेपाली मान्छे पनि कोही छैन पार्किङ गर्न भएन अब माथि नै गएर पार्किङ गर्नुपर्छ जस्तो लागिराखेको छ यहाँ पनि के हालेको यहाँदेखि निकाल्यो क्या यहाँदेखि मिल्दैन यहाँदेखि मिल्छ यहाँ पनि मिल्दैन रुक अब यतैतिर पार्किङ गर्नु पर्यो यहाँ एउटा दिदीले निकाल्दै हुनुहुँदो रहेछ निकालिसकेपछि यतै पार्किङ गर्छु नगरपालिका अगाडि पार्किङ गर्न पर्यो ल म यता उसमा पुगिसकेछु बजारतिर गएर भेटौँला म अहिले बजारभित्रै छु अनि बजार आएको बजार लास्टै भिड छ आज शनिबार त्यही भएर भिड त हुनै पर्यो हिँड्न पनि एकैछिन गाह्रो भइरहेको छ अहिले अब गाह्रो भइरहेको छ हिँड्न पनि छिर्न पनि भिड हेर्नु लास्टै भिड छ शनिबारको आज बजार ब्लग बनाउँदै हो ब्लग बनाउँदै हिँड्नुभएको छ भनेर भन्छ नि यस्तो छ भिड छ